दर्शकबिन यो चाहिँ हो हाम्रो जुन चाहिँ अप्पर रिब्दी है सोरेङ डिस्ट्रिक्ट हो, वेस्ट सिक्किम हो है। सोमबारीदेखि माथि हो रिब्दी भन्ने जग्गा हो, वार्ड नम्बर 3 अप्पर रिब्दीमा चाहिँ हाम्रो घरमा चाहिँ डरलाग्दो आगो लागिरहेको छ यहाँनिर है। दर्शकबिन एकदमै डरलाग्दो हामीले निभाउनु धेरै प्रयास गरे तर सकेन कि यहाँ किन भित्र भन्दा डरलाग्दो सिलिन्डरहरू 4-3टा पडिसक्यो। अझै 2टा छ भन्दैछ हाम्रो यहाँ घर मालिकले त है, अझै 2टा छ भन्दैछ। छेउमा जानु डरलाग्दो, अब हामीले धेरै रिस्क भएको छ। एकजना अहिले हाम्रो पुलिस विभागलाई डरलाग्दो चोट लागेर अहिले हामीले हस्पिटल पठाएको छु सिलिन्डर पड्केर। अझै एउटा छ भनेर यहाँ हाम्रो घर मालिकले भनिरहेको छ है। यी तल्लोपट्टि 2टा घर चाहिँ सकिसकेर अहिले 3टा घर सकिसक्यो। अब अर्को घर यहाँ डरलाग्दो आगो लागिरहेको छ होइन। सबै घर अब ठुलो घर हो, यो सक्नु आँट्यो हेर्नु नि, अझै एउटा सिलिन्डर छ भनिरहेको के छ है। एकदमै यहाँ डेन्जर भइरहेको छ। हाम्रो जुन चाहिँ यो लाइन पावरको डिपार्ट जहीँ कहीँ यहाँ मेरो लाइफ हेरिरहेको छ भने रिब्दीको चाहिँ यहाँ उम्बो चाहिँ डिस्कनेक्ट गरिदिनु भनेर एकदमै रिक्वेस्ट गरिरहेको छ, किनकि अघिदेखि करेन्ट लिक भइरहेको छ है। यहाँ छेउमा जानु झन् अब डेन्जर भयो। हुन्छ।